मिठो भिडियो बनाएको छु। आज हामी जाँदैछौँ सुदूरपश्चिम महोत्सव। धेरै दिनपछि को को आउनु भएको छ कमेन्ट गर्नु होला। यता डोरीमा क्लास सिकिरहेको छु। हेलो साथीहरु, वेलकम टु माई ब्लग। मेरो ब्लगमा सबैजना साथीहरुलाई एकदमै स्वागत छ है। तपाईहरु मेरो ब्लग अथवा मेरो युट्युब च्यानलमा फर्स्ट टाइम प्रवेश गर्दै हुनुहुन्छ भनेपछि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिदिनु होला भन्न चाहन्छु। अनि म आज तपाईहरुको माझमा कस्तो भिडियो लिएर आएको छु, के भिडियो लिएर आएको छु भनेपछि हामी 2082 सालमा लागेको हैन 2082 सालमा लागेको मङ्सिर महिनाको आज हामी जाँदैछौँ सुदूरपश्चिम महोत्सव। धेरै दिनपछि को को आउनु भएको छ कमेन्ट गर्नु होला। तपाईहरुले यो मैले देखाइरहेको यो बाहिरपट्टिको वातावरण हो भनेपछि सुदूरपश्चिम महोत्सवको बाहिरपट्टिको भाग हो गाइस हैन। यहाँ तपाईले बाहिर पनि हेर्न सक्नुहुन्छ मान्छेहरुको भिडभाड। अनि यता यो त अङ्कल हैन उता पार्किङ छ भन्ने देखाइराख्नु भएको थियो। तर हामी चाहिँ आएको हैन पैदल, त्यही भएर चाहिँ हामीले खासै फरक परेन। तपाईले देख्न सक्नुहुन्छ यहाँ हैन मान्छेहरुको भिडभाड हैन। कोही भर्खर गइराख्नु भएको छ भने चाहिँ कोही चाहिँ सामान लिएर मतलब कि घुमेर बाहिर निस्किसक्नु भएको छ। अनि हामी चाहिँ भर्खर गइरहेछौँ त्यो चाहिँ हैन सुदूरपश्चिम महोत्सवको गेट। अनि हामी चाहिँ को गएको छौँ भने चाहिँ दिदी, म, छोरी अनि भान्जी हैन। हामी अहिले 4 जना छौँ। अनि 3 जना, एउटा भिनाजु अनि दिदी अनि भान्जी अगाडि नै गइसक्नु भएको छ। अनि हामी चाहिँ भर्खर आएको कारणले गर्दाखेरि चाहिँ हामी भर्खर गइरहेका छौँ। तपाईले हेर्न सक्नुहुन्छ फ्रुट्सहरु पनि कति राम्रो व्यवस्थापन गरेको छ। यो सबै हैन बाहिरपट्टिको हैन वातावरण हो। अनि त्यसैगरी यहाँ खानेकुरा पनि कति मिठो मिठो के। अनि उता चाहिँ टिकट लिने ठाउँ, अब टिकट नलिकन त भित्र प्रवेश गर्न पाइँदैन। अनि त्यही भएर हामी चाहिँ अब जाँदैछौँ टिकट लिनको लागि। अनि मेरो छोरी चाहिँ के हो यस्तो, अनि यो खानेकुरा चाहिँ मलाई कति मनपर्ने कि त्यही भएर खिच्दिएको। ल सबैजना साथीहरूले फुल भिडियो वाच चाहिँ गरिदिनु होला भन्न चाहन्छु है। सबैजना साथीले हेरिदिनु होला है। फुल भिडियो वाच नगरिकन स्किप नगरिदिनु होला भन्न चाहन्छु। पक्कै पनि तपाईले फुल वाच गरिदिनुहुन्छ भन्ने आशा छ। अनि अब हामी चाहिँ हैन गइरहेका छौँ पश्चिम महोत्सव। यो चाहिँ रहेको छ मेन गेट है। अनि उता पनि अर्को गेट रहेको छ हैन। तर हामी चाहिँ यो ठुलो गेटबाट जाँदैछौँ। तपाईले हेर्न सक्नुहुन्छ प्रवेशमा चाहिँ गार्डहरू राख्नु हुनुहुन्छ हैन। उहाँले चाहिँ टिकट दिनुपर्ने हुन्छ हैन। तपाईले हेर्न सक्नुहुन्छ। अनि प्रवेश गरिसक्यौँ है। मेरो छोरी भान्जी अगाडि दिदी पनि। अनि म चाहिँ भिडियो बनाउँदै पछाडि गइरहेको छु। आमै हेर्नु त मान्छेहरूको वातावरण, मान्छेहरूको वातावरण कि मान्छेहरूले हेर्नु त। यहाँ सुरुमा चाहिँ हामी प्रवेश गर्दाखेरि चाहिँ हैन नर्सरीहरू रहेको छ। जस्तै हैन हातले बनाएको अथवा फुलहरू हैन गार्डनहरू हैन घरको लागि चाहिने सामानहरू चाहिँ
रहेको छ है। तपाईँले हेर्न सक्नुहुन्छ कस्तो राम्रो राम्रो फुल होइन। अनि तपाईँले यता हेर्न सक्नुहुन्छ यो खानेकुरा भइहाल्यो होइन। अनि अगाडि हेर्दै जाँदै होइन यहाँ चाहिँ रहेको छ घरको लागि, घर सफा गर्नको लागि चाहिने सामान। अनि यता पनि होइन कृषक समूहको लागि रहेको छ। अनि मोबाइलको कभर पनि राम्रो राम्रो पाइँदो रहेछ है। त्यसै गरी तपाईँले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ तरकारी सबै पाइँदो रहेछ, अमिलो पनि छ, बिउ सिउ सबै होइन सुरुमै नै व्यवस्थित गरेर राखिएको छ। कस्तो राम्रो ठाउँ हेर्नु त, हातले बनाएको यो हाम्रो चौधरीहरूले बनाएको होइन, तकिया सकिया के होइन। कस्तो राम्रो व्यवस्थापन तपाईँले हेर्न सक्नुहुन्छ। यो सुरुमा हो है त, हामी भर्खर होइन गइरहेछौँ। यति लामो छ, कति फेर हामीले भने चाहिँ होइन कतिपल्ट घुम्नुपर्छ थाहा छैन। हेर्न सक्नुहुन्छ सबै कुराहरू पाइने रहेछ यहाँ होइन। अनि त्यो मलाई कपडा कस्तो मन परेको होइन, भित्र लाउनेवाला। अनि त्यसै गरी होइन तपाईँले हेर्न सक्नुहुन्छ होइन। यता चाहिँ सुरुमा चाहिँ खासै भिडभाड चाहिँ थिएन, तर हामी जब होइन झन् होइन त्यो प्लेग्राउन्डतिर पुग्दै गयौँ त्यति नै भिडहरू बढ्दै गयो है त। तपाईँले हेर्न सक्नुहुन्छ अहिले चाहिँ मान्छेहरूको भिड कम रहेको छ भनेपछि अझै हामी भित्र गइरहेको छौँ होइन। जाँदै गइरहेछौँ होइन। कति लामो बाटो के घुम्दा होइन हामीलाई कति टाइम लाग्छ त हेरौँ है साथीहरू। हुन त धन्यवाला दाइ हाँस्दै हुनुहुन्थ्यो ल। अनि त्यसै गरेन राम्ररी अवलोकन गर्न सक्नुहुन्छ तपाईँहरूले भिडियो मार्फत पनि होइन हेर्न सक्नुहुन्छ। कस्तो राम्रो राम्रो तोयहरू खेलौनाहरू रहेका छन्। अनि मलाई चाहिँ खासै होइन अरू केही हेर्न मन लागेन होइन। यहाँ चाहिँ होइन कपडा तान्न भयो, ब्ल्याङ्केट भयो, त्यस्तो मात्रै हेर्न मन लाग्छ त हो। तपाईँहरूले होइन महोत्सव गइसकेपछि कस्तो कस्तो चिजहरू सामानहरू किन्न मन लाग्छ यसो कमेन्ट गर्नु होला है त है। अनि तपाईँले हेर्न सक्नुहुन्छ होइन यहाँ चाहिँ होइन सुपथ मूल्यमा पनि पाइँदो रहेछ कि सस्तोमा अलि होइन। बजारको भन्दा चाहिँ अलि थोरै सस्तो पाइँदो रहेछ एकदमै होइन। मैले चाहिँ खासै होइन अरू केही नदेखेँ तापनि चाहिँ त नभए ब्ल्याङ्केट किनेको लेडिजहरूको सङ्ख्या चाहिँ बढी देखेँ है त। त्यस्तो सामान चाहिँ बढी किन्नुहुन्छ। अनि यहाँ चाहिँ हेर्नु ल हेर्न सक्नुहुन्छ कस्तो राम्रो राम्रो तन्दाहरू ब्ल्याङ्केटहरू रहेका छन् है। तपाईँले आफै हेरेर थाहा पाउन सक्नुहुन्छ, मैले केही भन्नु पर्दैन होइन। अनि मेरो छोरी भान्जी अगाडि होइन। यो त दाइ चाहिँ मोबाइलमा होइन आए गरेको भिडियो चाहिँ मैले खिच्नै पाएन होइन। उहाँले देखेपछि आए गर्नुभएको जब मैले क्यामेरा स्किप गरिसकेँ होइन। तर पनि होइन यसरी होइन बोल्दाखेरि चाहिँ कति खुसी लाग्दो रहेछ है आफूलाई होइन। ल त्यसै गरी तपाईँले हेर्न सक्नुहुन्छ अब जति हामी भित्र गइरहेका छौँ त्यति नै मान्छेहरूको भिडभाड चाहिँ बढ्दै गइसकेको छ। अनि तपाईँले हेर्न सक्नुहुन्छ कोही कपल्स हुनुहुन्छ, कोही दाजुबहिनी, कोही होइन फ्यामिली आउनु भएको छ। हेर्न सक्नुहुन्छ मान्छेहरूको किनमेल होइन भइरहेको छ। अनि हामी चाहिँ अहिलेसम्म केही पनि किनेका छैनौँ, अहिले गइरहेछौँ बस जाँदै रहो भने जस्तै हुन्छ क्या। अनि हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन कस्तो राम्रो राम्रो कपडाहरू
किनिरहेको होइन मलाई चाहिँ यो त न कस्तो मन परेको के किनु जस्तो लाग्यो तर के गर्नु के पेसो चाहिँ अहिले फेरि किन्ने पछि पर्खिँदाखेरि धेरै गाह्रो हुन्छ भनेर चाहिँ होइन सोचा नि किनेन अनि खेलौनाहरू हेर्नु त मेरो छोरा खेलौना देख्ने बित्तिकै किनु गर्ने के पुरै नभन्ने अनि ब्ल्याङ्केटहरू हेर्न सक्नुहुन्छ डस्नाहरू हेर्न सक्नुहुन्छ कस्तो राम्रो आहा हेर्दाखेरि त लिउँ जस्तो लाग्ने तपाईँहरूले हेर्न सक्नुहुन्छ कपडा हेर्नु कस्तो राम्रो अनि यो झुम्काहरू आइ कस्तो राम्रो अनि आइमाई मान्छेले त यो किचनको सामान त देख्नै नहुने के अनि यहाँनिर चाहिँ हाम्रो बिनाजुहरूसँग भेट भयौँ हामी यहाँनिर चाहिँ मलाई कपडा हेर्नु न कस्तो दामी आमै मलाई कस्तो मन परेको के कपडाहरू तर के गर्नु हेरेर मात्रै हुँदैन अनि यो बच्चाहरूको कपडा आमैहरू मात्रै हुँदैन त गाइज अनि यहाँ चाहिँ अङ्कल के गर्दै हुनुहुन्छ ओ अङ्कल के गरेको यस्तो भनेर चाहिँ म लागि अगाडि हेर्न सक्नुहुन्छ होइन न कस्तो राम्रो कलेक्सन्स पनि एकदमै राम्रो रहेको छ म त हिँड्दै थाकिसकेको अवस्थामा होइन अब छोरी पनि थाकिसकेकी थिइन् अनि आमा चाहिँ भिडियो खिच्नमा बिजी अनि आफ्नो फुपूसँग थिएँ होइन अनि के गर्ने होइन अब बच्चा त थाकिहाल्छन् नि होइन अब ठुलो मान्छेले गाह्रो भइरहेछ भने सानो मान्छेले त गाह्रो हुँदैन त होइन जति नजिक गइरहेछ हामी त्यति नै भिडभाड भइरहेछ कति भिड हो क्या एकदम फाइनली हामी प्लेग्राउन्डसम्म पुग्यौँ यस्तो छ अब आइसक्रिम लिएर हामी जाँदैछौँ एक ठाउँमा बसेर खाने भनेर चाहिँ गइरहेछौँ ठाउँ खोज्न यहाँ तपाईँले हेर्न सक्नुहुन्छ कोही फोटो खिचिरहेछन् कोही बसेर एकछिन रेस्ट गरेछन् कोही के गरिरहेछन् कोही गरिरहेछन् हामी चाहिँ अब एकछिन बसेर आइसक्रिम खाने भनेर गइरहेछौँ
निक्रे बेला के ग्राहक छोटो सजिलो बा पोहोर साल टिकट करो ना शनिबार के दिन आएगी सांस नहीं ले सकते ना फोन लगना फोन नहीं लगना हमारे टोली कहाँ के ले लेते और नहीं लेना कब ले से नहीं छोरी छोरो यहाँ हेरो दे आपको वीडियो नहीं कीजिए दे हाथ कौन वाला खा रहे क्यों खाने कौन वाला पिंक वाला येलो वाला वो ये वाला राम ना लेंगे लचक गर्दै हामी नाचिरहेका छौँ अझै पनि नाच्ने हो त यता रहेको छ थारू कला प्रदर्शन है यो प्रवेशद्वार रहेको हो अनि यता चाहिँ हामी अब टिकट लिन गइरहेको छौँ टिकट यो त एकजनाको चाहिँ 25 रुपियाँ अनि तपाईँ भित्रपट्टि होइन हेर्न सक्नुहुन्छ पानीपुरी चटपटी रहेको छ भने अनि यतापट्टि होइन मासुको सेकुवा माछा अन्डा अनि के होइन खानेकुराहरू पाइन्छ धिर्की घोगी गङ्गतो सबै पाइन्छ अनि यता चाहिँ डान्स भइरहेको थियो अनि म यता भिडियो खिच्दै गइरहेको थिएँ सबैजनाहरूको होइन यहाँ चाहिँ डान्स हेर्ने मान्छेहरूको भिड थियो होइन उता चाहिँ डान्स भइरहेको छ म टाढा भएर चाहिँ राम्रो खिच्न सकिनँ होइन तर डान्स चाहिँ एकदमै मन पर्यो अनि यताको खानेकुरा होइन हेर्दाखेरि त काउ 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 लाग्ने के ओहो तर महँगो पनि के साह्रो महँगो मिठो चाहिँ कति मिठो हुन्छ होइन अब चौधरी भएर चाहिँ थाहा होला नि त होइन मलाई यसरी परिकार भनेर होइन अनि यहाँ घोङ्गी सङ्गी के छ होइन सक्नुहुन्छ उता डान्स भइरहेको छ अब अर्को लेडिजले डान्स गरे हुनुहुन्छ अनि यता चाहिँ यो राम्ररी खिच्न चाहिँ हामीले सकेनौँ पान पनि रहेको छ है वीडियो बनाउनै नमान्ने कसैमा छोरी त भिडियो नै बनाएको मन गर्थे यहाँ सब खाइदै चाउमिन खाइदै कोही मोमो खाइदा यहाँ पट्टा के दुनिया में मोरी ब्लॉग पाओ नाश्ता बाहर बैठ के खाई पट्टा बड़ा नजारा यहाँ
यहाँ हामी नास्ता गर्दै अनि बाहिरको अवलोकन गर्दै होइन नास्ता गरिरहेको थियौँ। तपाईँले हेर्न सक्नुहुन्छ कस्तो राम्रो नजारा देखिरहेको छ। तर यस्तो बाहिर खान चाहिँ अलि राम्रो लागेन मलाई, ठुलो धेरै थियो होइन। तर भोक लागिरहेको थियो अनि त्यही भएर चाहिँ हामी नास्ता गऱ्यौँ। अब हामी नास्ता गरेर जाँदैछौँ स्टेजतिर। मेरो छोरी पछाडि छोरी आएको थियो यहाँ हाई हाई मोबाइलमा त हेर्ने यहाँ तपाईँले हेर्न सक्नुहुन्छ कल्चरल ड्रेस पनि रहेको छ। अनि यता चाहिँ मान्छेहरूले फोटो खिचाउने भिड रहेको छ। तपाईँले होइन यहाँ हेर्न सक्नुहुन्छ उता राइट साइडमा होइन होटेल रहेको छ भने चाहिँ यता फोटो खिचाइरहेका छन्। अनि त्यसै गरी होइन साथीहरू यहाँनिर चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ नानीहरू आइराख्नु भएको छ होइन पारामा। अनि त्यसै गरी होइन कोही के गरिरहेछन् कोही के गरिरहेछन् होइन। यो बिसाउने ठाउँ जस्तै पनि रहेको छ होइन। बजार घुम्दै यहाँ मञ्च रहेको छ अनि नास्ता गर्ने ठाउँ रहेको छ। अनि यतै होइन एक्जिट ठाउँ पनि रहेको छ। तर हामीले केही पनि सामान नकिनेको कारणले फेरि रिटर्न हुनु पर्यो त्यही बाटो। अनि यता चाहिँ खेलौनाहरू हेर्न सक्नुहुन्छ। म त बोलेको सुन्दा होइन त्यता पो हेरिरहेको थिएँ होइन। यता कहाँ हुन्छ उद्घोषी कहाँ भनेर होइन हेर्दै गइरहेको थिएँ पछि त हेरेपछि त त्यहाँ पो हुनुहुन्छ त होइन। कति ब्युटिफुल हुनुहुन्छ होइन। यसो धेरै मान्छेहरूको अगाडि बोल्न चाहिँ कति साहसिलो होइन। यस्तो राम्रो बोलिराख्नु भएको थियो म चाहिँ एकदमै मन पर्नु भएन। अनि यहाँ चाहिँ हामीले ट्याटु पनि हान्न पाइने मतलब मेडी जस्तै हुन्छ होइन हामीले लाउन पाउँछौँ। अनि यता हिरो हुल्न अनि त्यसै गरी होइन आइसक्रिम कोल्ड ड्रिङ्क्स होइन तपाईँले हेर्न सक्नुहुन्छ। अनि अब चाहिँ हामी फर्किने टाइम हो होइन। मैले चाहिँ निस्किने टाइममा चाहिँ भिडियो खिच्न पाइनँ, त्यसको लागि चाहिँ आइएम रियली सरी गाइज है। किनकि नानीको कारणले गर्दाखेरि चाहिँ मैले फुल भिडियो खिच्न पाइनँ। तर नेक्स्ट भ्लगमा चाहिँ अवश्य नै राख्नेछु। हामी अर्कोपल्ट पनि जानेवाला छौँ। त्यसले नेक्स्टको लागि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि जो साथीले हेरेर साथ दिनुभयो त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच फर द वाचिङ माई भिडियोज। थ्याङ्क यू गाइज, थ्याङ्क यू।